दर्शकवृन्द फेरि पनि म यहाँहरूलाई स्वागत गर्न चाहन्छु र अहिले चाहिँ म बुटवलको हस्पिटल लाइन बस पार्क साइडको दृश्य म यहाँहरूलाई देखाउने प्रयास गर्नेछु। सर्भिस लेन यो निकै नै अस्तव्यस्त रहेको सर्भिस लेन हो। कति निर्माण भएको छ, कहाँसम्म निर्माण कार्य पुग्यो, म यो कुरा यहाँहरूलाई जानकारी गराउँ। अहिले हस्पिटल जुन बनिरहेको छ नयाँ बिल्डिङ, त्यसको ट्याक्कै अगाडि फ्रन्टमा छु र यो बुटवलको हस्पिटल लाइन भुर्की चोक स्थित यो हस्पिटल बनिरहेको छ है। हस्पिटल लाइन भुर्की चोक स्थित दुईटै एकैतिर पर्छ है हस्पिटल लाइन चाहिँ। सो म हस्पिटल लाइनको दृश्य म यहाँहरूलाई देखाउने प्रयास गरिरहेको छु र अहिले चाहिँ म यहाँहरूलाई यतातिरको दृश्य देखाउँ। यतातिरको जुन दृश्य छ यस्तो अहिले अवस्थामा छ। यो ग्रेभलिङ गरिएको छ, हेर्न सक्नुहुन्छ, यसरी बनाइएको छ। ल हेर्नुहोस्। ल दर्शकबिन, अब म यतापट्टिको दृश्य देखाइरहेको छु। यतापट्टि जुन एरिया हेरिराख्नु भएको छ यो निर्माण सम्पन्न भनौँ न, अब कस्तोवाला निर्माण भएको छ। यता अस्तव्यस्त रहेको छ, फुटपाथ राम्रो ढङ्गले बनेको छैन एक त, र यता ढलान त गरियो, त्यो ढलानको म दृश्य यहाँलाई देखाइरहेको छु। र उतापट्टि रेलिङ पनि राखिसकिएको छ र यो यतापट्टि जुन यो टिनले घेरिएको छ यो हस्पिटल रहेको छ। दर्शकबिन, बुटवलको प्रादेशिक हस्पिटल यो लुम्बिनी प्रादेशिक अस्पताल रहेको छ र यसै गरी म यतापट्टिको दृश्य देखाउँ यहाँहरूलाई। यस्तो अवस्थामा रहेको छ। ल हेर्नुहोस्, यो कहिले बन्ने हो, कहिले सरसफाइ गर्ने हो, यो वर्षौँदेखि यस्तै भइसक्यो, अझैसम्म निर्माण भएको छैन। यही अवस्थामा रहेको छ। म यहाँहरूलाई यो दृश्य देखाइरहेको छु। ल हेर्नुहोस्। ल यो अवस्थाको दृश्य म यहाँलाई देखाइरहेको छु। यस्तो निर्माण कार्य चाहिँ यता जारी रहेको छ, हेर्न सक्नुहुन्छ। र उतापट्टि अहिले ग्रेभलिङ गरेर बनाइएको छ। म उतापट्टि पुगेर देखाउँछु यहाँलाई। दर्शकबिन, यो म हस्पिटल लाइनतिरको दृश्य यहाँलाई देखाइरहेको छु। अस्तव्यस्त फुटपाथ र अस्तव्यस्त सर्भिस लेन, निकै अवस्था कमजोर यताको म देखाइरहेको छु। अवस्था निकै गम्भीर छ। यस्तो अवस्थामा रहेको छ। यो कहिलेसम्म निर्माण हुने हो दर्शकबिन, हेर्न सक्नुहुन्छ। केही काम सुरु भएको छैन। यतापट्टि यत्तिकै गराएर राखिएको छ। अब यो छिटै होला भन्ने पनि एउटा अपेक्षा राखिएको छ दर्शकबिन। ल हेर्नुहोस्, यतापट्टिको दृश्य देखाउँ यहाँहरूलाई। यतापट्टि अवस्था फुटपाथ पनि तपाईँको त्यस्तो बनिएको छैन, गतिलो। फुटपाथको पनि अवस्था निकै कष्टकार रहेको छ। यस्तो अवस्थाको म यहाँ दृश्य देखाइरहेको छु। ल यतापट्टि यसरी गराएर सम्झिएको छ। अब यता पनि काम चाहिँ सञ्चालनमा छिटै हुनेछ। अब यतापट्टि पनि ढलान हुने हो कि अब पिच हुने हो, आई थिङ्क पिचै हुने होला। जे भए पनि म यहाँलाई जानकारी गराइ नै हाल्नेछु यसै भिडियो मार्फत। र अवस्था यस्तो छ। ल हेर्नुहोस्, निकै भिडभाड। यो बस पार्कको मैले यहाँहरूलाई दृश्य देखाइरहेको छु दर्शकबिन। बस पार्कको अवस्था यस्तो रहेको छ। ल हेर्नुहोस्। ल हेर्नुहोस्, यस्तो यो बस पार्कको अवस्था म यहाँहरूलाई देखाइरहेको छु। बस पार्क बुटवलको बस पार्कको यस्तो अवस्थामा रहेको छ। निकै भिडभाड र यो बाटोघाटो पनि अहिले निर्माण चरणमा रहेको छ, बनेको छैन, अस्तव्यस्त, निकै खराब अवस्था पनि छ। यो यहाँलाई जानकारी गराउँ। ल हेर्नुहोस्, अलिकति परै पुगेर अलि अगाडि कस्तो बनेको छ, त्यो कतिको निर्माण भएको छ, त्यो पनि यहाँहरूलाई जानकारी गराउँ। ल दर्शकबिन, म यतापट्टिको दृश्य यहाँलाई देखाउँ। यतापट्टिको जुन दृश्य छ, अब यो बुटवलको बस पार्कतिरको म यहाँहरूलाई दृश्य देखाइरहेको छु। बस पार्कको दृश्य म यहाँलाई देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। निकै अवस्था गम्भीर छ दर्शकबिन। यो बस पार्क कहिल्यै बन्ने भएन, यस्तै फोहोरो अनि त्यसपछि अस्तव्यस्त, कहिले राम्रो हुने होला। ल दर्शकबिन, म यहाँहरूलाई अहिले बुटवलको गोल पार्कको दृश्य देखाइरहेको छु र यतापट्टि केही नयाँ निर्माण कार्य चाहिँ जारी छ।
त्यो नयाँ निर्माण कार्यको म यहाँहरूलाई यसो दृश्य देखाउने प्रयास गर्छु। यतापट्टि जुन अहिले जुन दृश्य देखिराख्नु भएको छ, यो यहाँसम्म बाटो चाहिँ राम्रो निर्माण भएको छ, तर यतापट्टि चाहिँ अहिले निर्माण कार्य जारी छ। यसरी हेर्न सक्नुहुन्छ, यसरी खनेर राखिएको छ दर्शकबिन। म यसो यहाँहरूलाई यहाँबाट यसो अवलोकन गरौँ। ल, हेर्न सक्नुहुन्छ दर्शकबिन, यो प्रकारको यहाँ बाटोको निर्माण चाहिँ भइरहेको छ, हेर्न सक्नुहुन्छ। र उतापट्टि पनि के छ कस्तो छ उतापट्टिको पनि यहाँहरूलाई दृश्य यसै भिडियो मार्फत यहाँहरूलाई जानकारी गराउने नै छौँ। अहिलेलाई म यो दृश्य यहाँहरूलाई अलि परसम्म गएर देखाउने प्रयास गर्नेछु। हामीसँगै रहनु होला। ल, हेर्नुहोस्, यसरी यो निर्माण कार्य चाहिँ भइरहेको छ। अब यतापट्टि पनि बाटोको काम कस्तो भएको छ म त्यो जानकारी गराउने छु। ल, हेर्नुहोस्, यो बाटो यस्तो खाल्टो खुल्टो रहेको छ अहिले। अब यो छिटोभन्दा छिटो बनाउनु पर्ने हुन्छ, तर काम नेपालमा भने चाहिँ ढिला सुस्ती नै हुन्छ। जहिले पनि ढिला सुस्ती, काम समयमा नहुने। उतापट्टि चाहिँ केही काम निर्माण भएको छैन। ल, दर्शकबिन, यतापट्टिको दृश्य यहाँलाई देखाऊ। यतापट्टि यसरी निर्माण कार्य चाहिँ चलिरहेको छ, हेर्न सक्नुहुन्छ। यसरी अस्तव्यस्त रहेको छ यहाँ यो एरियामा। यस्तो अस्तव्यस्त गोल पार्कको दृश्य म यहाँहरूलाई अहिले अवलोकन गराइरहेको छु दर्शकबिन। यस्तो अवस्थामा रहेको छ। अब उतापट्टि पुगौँ, कहाँसम्म के कस्तो काम भएको छ। अहिले काम चाहिँ भएको देखिँदैन। अब साँझ परेको बेला, अहिले सायद काम बन्द पनि भएको होला। त्यही हिसाबले म यहाँलाई जानकारी गराइरहेको छु। ल, हेर्नुहोस्, यतापट्टि यस्तो अवस्थामा रहेको छ। ल, हेर्नुहोस्, यस्तो छ यहाँ अवस्था, गम्भीर रहेको छ, हेर्न सक्नुहुन्छ दर्शकबिन। अब म अलि परसम्म पुगेर देखाउने प्रयास गर्नेछु। ल, यो चाहिँ बहुमुखी क्याम्पस साइडको दृश्य म यहाँलाई देखाइरहेको छु। अलिकति बसले गर्दा छिक्कियो। ल, हेर्नुहोस् दर्शकबिन, यस्तो हरिबिजोग रहेको छ बहुमुखी क्याम्पस अगाडिको दृश्य म यहाँलाई देखाइरहेको छु। हरिबिजोग निकै यस्तो अवस्थामा रहेको छ। ल, हेर्नुहोस्, यतापट्टि काम भएको देखिँदैन। उता पनि यस्तै छ, यस्तै अवस्थामा उता पनि रहेको छ। उता पनि कुनै काम भएको देखिँदैन दर्शकबिन। र यसै गरी म यहाँहरूलाई यो साइडको दृश्य देखाऊ। यतापट्टि यस्तै अवस्था छ, यता पनि केही काम भएको देखिँदैन। त्यो चाहिँ हाम्रो उता बहुमुखी क्याम्पसको ग्राउन्ड भयो। ग्राउन्डको दृश्य त्यस्तो छ। र ग्राउन्डपट्टिको यतापट्टिको अवस्था हेर्नुहोस्, अहिले अलिकति यता मिलाएको छ। पहिला योभन्दा अलिकति खतम थियो अवस्था, बिजोग थियो। र अहिले चाहिँ अलिकति यसरी सम्माइएको छ। र अझै बालुवा गिटीहरू मिलाउनै छ। फुटफाटको अवस्था यस्तो अवस्थामा रहेको छ, हेर्न सक्नुहुन्छ। यो अवस्थामा यतापट्टिको दृश्य म यहाँलाई देखाइरहेको छु। यो धुलो धुली उड्ने निकै शास्ति यो एरियामा चलिरहेको छ। यतापट्टिको अवस्था कहिले बन्ला, कहाँ बन्ला, कतिखेर बन्ला, त्यो जानकारी म यहाँलाई गराउँदैछु। र उतापट्टि चाहिँ पनि यस्तै अवस्थामा रहेको छ दर्शकबिन। उता पनि केही काम पनि भएको छैन अझैसम्म। र यतिसम्म हाम्रो यहाँसम्म बिग्रेको थियो, बाटो भत्केको थियो, जुन म यहाँलाई देखाएँ। र अलि पर गएपछि अलिकति कालोपत्रे भएको छ कि भनेर पनि म यहाँलाई जानकारी गराउँ। अनि म यहाँहरूलाई हस्पिटल लाइन पुगिसकेपछि त्यहाँको दृश्यलाई मैले अवलोकन गराउने छु। यो बाटो मैले यहाँहरूलाई पहिला पनि देखाइसकेको छु। यो एकैछिन अझै देखाऊ यहाँहरूलाई। ल, हेर्नुहोस्, यस्तो यो चाहिँ कालोपत्रे त्यस्तो फर्स्ट लेयर मात्रै गरिएको छ। र उता जुन फुटपाथ देख्नु भएको छ दर्शकबिन, फुटपाथ पनि निर्माण चाहिँ भएको छैन अहिलेसम्म। त्यो फुटपाथको पनि निर्माण चाहिँ हुनुपर्ने हुन्छ। ल, यतापट्टि फेरि अर्को लेयरको पिच भएको छ, हेर्न सक्नुहुन्छ। यो कालोपत्रे गरिएको बाटो हो। र फुटपाथ भने यस्तै छ।
माथि ब्लकहरू राखेर अलिकति त्यो झार पत्याङ्ग्राहरू निकै धेरै फोहोरो छ, त्यो पनि सरसफाइ भएको छैन। र यतापट्टिको दृश्य यस्तै ढुङ्गाढुङ्गी लथालिङ्गै भनौँ न, लथालिङ्गै छ। यो पनि राम्रो काम अवस्था राम्रो भएन, यसलाई पनि छिटोभन्दा छिटो पहल गर्नुपर्छ। र यो दृश्य म यहाँलाई देखाइरहेको छु, ल हेर्नुहोस्। अहिले म यहाँहरूलाई अलिकति अगाडि पुगेर अलिकति उता हस्पिटल लाइन सिमको दृश्य म यहाँलाई देखाउने प्रयास गर्छु। अब यतापट्टि चाहिँ कालोपत्रे भइसकेको छ, तर खासै गतिलो भएको जस्तो मलाई लागेन। अलिकति डुप्लिकेट फेसको कालोपत्रे भएको छ दर्शकबिन जस्तो लाग्छ है मलाई, किनकि यो हेर्दै उक्किरहेको छ। कालोपत्रे गतिलो भएन यहाँ। ल उतापट्टि हेर्नुहोस् दर्शकबिन, उतापट्टि अवस्था निकै गम्भीर छ। र यतापट्टिको अवस्था अब कालोपत्रे गरेर फुटपाथको निर्माण भएको छैन। के हो नेपालमा के भइरहेको छ, यस्तो काम ढिलो हुने, त्यसमाथि पनि ओरिजिनल काम भएको देखिँदैन, कालोपत्रे मात्रै भएको छ। तर यो कति दिनसम्म टिक्ला, कहिले कति दिनसम्म चल्ला, तर उक्किएको म साइडमा देखिरहेको छु। सायद यो पिच धेरै वर्षसम्म चल्दैन होला, छिटो उक्किन्छ। ओरिजिनल लेभलको कालोपत्रे भएको छैन दर्शकबिन। म यसरी भनिरहँदा अब कति पाइले गाली गर्नु होला, तर जे छ त्यो सत्य म यहाँहरूलाई देखाइरहेको छु दर्शकबिन। झुटो बोल्न आउँदैन, अवस्था यस्तो छ अहिले। सबै पुरै यो तपाईँको सर्भिस लेनमै पार्किङ हुने र प्लस यहाँ हेर्नुहोस् यस्तो अवस्थामा रहेको छ दर्शकबिन, म यहाँलाई देखाइरहेकै छु। ल दर्शकबिन, अब म यो दृश्य सबै कुरा यहाँहरूलाई देखाइसकेकै छु, पुरानै भिडियोमा छ, त्यहाँ हेर्नु होला। अब म एकैचोटि डाइरेक्ट हस्पिटल लाइन पुगेर दृश्य देखाउने छु। ल दर्शकबिन, म अब यतापट्टिको दृश्य देखाउँ यहाँहरूलाई। यतापट्टिको दृश्य यस्तो छ, ल हेर्न सक्नुहुन्छ। अब यो बस पार्कतिरको म दृश्य देखाइरहेको छु, हेर्नुहोस्। अब यतापट्टि अलिकति ढलाने बाटो गराएको छ, उतापट्टिको अवस्था निकै गम्भीर थियो, उतापट्टिको अवस्था निकै खतम भनौँ न हस्पिटल लाइन सिमको। र यतापट्टि अलिकति भए पनि अलिकति गराएको छ, तर सरसफाइ भने चाहिँ तपाईँको छैन। र त्यहाँ फुटपाथमा बेच्ने व्यापारीहरूले अलिकति, मैले भिडियो खिचेन, उहाँहरूले अलिकति तपाईँले के भिडियो गराउँदै हुनुहुन्छ भनेर पनि जानकारी गराउनु भयो, किन गराउँदै हुनुहुन्छ, त्यसलाई गराउँदै हुनुहुन्छ भनेर पनि जानकारी गराउनु भयो। तर मैले भने यसो हामीले यतातिरको बाटोको दृश्य कस्तो छ, के छ, कतिको निर्माण भएको छ भनेर पनि जानकारी गराउँ। तर उहाँहरू अलिकति फुटपाथमा सामान राखेको छु कि भनेर पनि हाम्रै विषयमा गराउँदै हुनुहुन्छ कि भनेर पनि जानकारी गराउनु भयो। तर मैले होइन, हजुरहरूको विषयमा, त्यो बाटोघाटोको विषयमा मैले भिडियो गराउँछु, तपाईँले त्यसो गराउन पाइन्न। यताउति अलिकति धम्काउने थर्काउने जस्तो गर्नुभयो, मैले भिडियो खिचिनँ त्यतिखेर, त्यो नराम्रो पक्ष हो। भिडियो गराउन पाइन्छ, मैले भनेर जानकारी गराएँ उहाँलाई। तर भिडियो अब हामीले यसरी यो के भन्छ बाटोघाटो कस्तो निर्माण चरणमा छ यस विषयमा गराउन पाइयो। उहाँहरू अब फुटपाथमा सामान राखेर बेच्दै हुनुहुन्थ्यो, र अहिले चाहिँ नगरपालिकाले फुटपाथमा सामानहरू नराख्न निर्देशन दिएको छ, त्यो हिसाबले पनि अलिकति डर भयो हुनसक्छ भिडियो गराए बापत। ल हेर्नुहोस्, यस्तो दृश्य म यहाँलाई देखाएँ। यतापट्टि चाहिँ ठिकै छ, सबै कुरा राम्रै भएको छ, तर उतापट्टिको अवस्था जुन थियो त्यो अवस्था निकै अलिकति भनौँ न कष्टकार थियो, अलिकति बन्दै छ। कति ढिलो गरेको हो, कति टाइम लाग्ने हो, वर्षौँदेखि त्यस्तै अल्पत्र त्यो बाटो त्यस्तै अवस्थामा रहेको छ, फोहोरो र फुटपाथको निर्माण पनि छैन। हस्पिटल लाइन सिम अझै
त्यस्तो ठुलो हस्पिटल पनि रहेको छ बुटवलको प्रादेशिक अस्पताल। त्यो प्रादेशिक अस्पतालको दृश्य म यहाँलाई देखाएँ। त्यस्तो अवस्थामा रहेको छ दर्शकवृन्द। हजुरहरूको विचार के छ, हजुरहरूको धारणा के छ त्यो अवश्य कमेन्ट गर्न नभुल्नुहोला। म अब यो भिडियो यहीँबाट अन्तिम गर्न चाहन्छु। हस्त धन्यवाद। फेरि पनि नयाँ भिडियोमा यहाँहरूलाई भेटौँला। अहिलेको लागि यति नै। ल हस्। ल